फुपूले फुप भन्छ नि बल्ल त्यही एउटा मात्र गाड्न लानु बिचमा गाड है बिचमा गाडिदिनु त यसमा यो गाडीमा यहाँ बिचमा ट्याक्क गाड्ने के म चक्कु दिन्छु नि त ल भदि मैले दिनु भने दिने बा तिन मामुले हेरेर चक्कु दिन्छु चक्कु समात है ल यता पहिला अगाडि हेर अगाडि हेर हाँस मामुला हेर अब मुखमा समात थियो भाउजू लाइटर बालिदिनु के पनि हुन्न अब त्यो दिन्छ हैन चक्कु दिन्छ हैन चक्कु यसरी समातिन्छ अनि फुपूले यो दिन्छ ठ्याक्कै यसरी नि यसरी राख्ने अनि मैले यसरी लाइटर बालिदिन्छु यस्तै गर्ने ठ्याक्कै यसो गरेर अनि ठ्याक्कै यसरी यहाँ बोक्ने के यो त पग्लिसक्यो छिटो यो पो झिरिलो हुन्छ त यो झिरझिर हुँदैन क्या यो झिरझिर यो त यस्तो हुन्छ अरे यो झिर्नु हुँदैन बालिदिन्छ हो ल मैले चाहिँ यो दिन्छ यो झिरझिर चाहिँ अहिले बालिदिन्छ हस् काउन्ट 3 बाट हैन 3 अब के गर्ने सुरु पहिला अगाडि हेर बाबु हुँदैन त्यो झिरझिर हुँदैन के भएको के भयो ल भयो बडी नाटक गर्छ उता मामुला हेर मामुला हेर छिटो गो चक्कुली गा अब भाउजू बालिदिनु लाइट कार बाल्दैन छिटो लोइ बालिदिने बाबुले राम्रोसँग समात्दैन रियाक्सन नै राम्रोसँग दिँदैन अनि यहाँ बस न खतरा हाँस्ने हो क्या यसो दिएपछि हो त्यसो गर भयो ल ल यो काउन्टमै 3 बाबु मामुला हेर 1 गो चक्कु दिनु ल समात है अब बिचाउँदै अब के काटा देव्रे हातले काट्छ फेरि यसले उसै बत्ती यो बत्ती त निभाउला हौ उस त फुको लगाउ न बाबु फुक बत्ती निभाउ त बत्ती निभाउ बत्ती निभाउ न ल टु यु सबै सकिएछ लास्ट एउटा लास्ट ओके डन ल केक कट झिर्झिर त पाल्दै पालेन त अब फेरि चन्दा डेली बाबु हेर ल झिर्झिर 1 2 3 हैन ए बाबु झिर्झिर बन्छ नि 1 2 कस्तो यस्तो घोप्टाउनु न ल ह्यापी बर्थडे टु यु बाबुसित ह्यापी बर्थडे टु यु ह्यापी बर्थडे ह्यापी बर्थडे टु यु बत्ती त निभाउँदैन उसलाई ल ओके केक कट सबैको पार कान्छी उसलाई चाहिँ त केबिन मम्मीलाई लगाइदेऊ मम्मीलाई दानियल उसको मम्मीलाई खै त बाबु बत्ती सबै एकैचोटि फुक्दियो न रिएक्सन ल ओइ मेरो तले पोलेछ पेपर यता राख दानियल यता राख सबै सबै त्यो उसको हातमा लाग्ला तिम्रो कपालमा के हो त्यो हातमा लाग्ला त्यो केक त खाले पर्छ बिचारा के रे उस पनि ननि म काट्दिन्छु केबिन लो दसैँ बर्थडेमा
उसै बत्ती ननिभाइकन बिचरा केक काट्न थालेर या बत्तीले मतलब उला अनि स्पिड यस्तै छरेको आफ्नै गालामा छरेन मैले यहाँ गयो जता पनि केक खान परेको बाबुलाई ए न भिडियो त बनाउँदैन त केक खानु आफै खाइरहेको छु यार ल मेमेलाई कस्तो त्यो सबै ड्याडलाई खाऊ ल यो मेमेलाई बिचरा लोभ लागिरहेको छ मुखमा खुवाइदेऊ न मुखमा मेमेमा खुवाइदिनु न मेमेलाई सबै खुवाइदिनु ल बाबु ओ मेमेले ल केबिन थोरै आ गर्नु ल ल फुपूलाई यो आगो माइके यहाँ अङ्कललाई भने यसरी समात न मामालाई अनि कसरी आ गर्नु न आफ्नो दाना गर्न ल सबै दिन ल अब मामुलाई म त मात्रै हाल्छु नि मामला खुवा त बाबु मामुलाई नि खुवाइदेऊ ल फेरि दिन सहिनीलाई र इल्सालाई थोरै राखिदिने